हो दर्शकबिन म लेखी फेरि साँझ पख घामसँगै एउटा तपाईँहरूलाई म यस्तो चिज देखाउन लाग्दैछु कि सम्पूर्ण सबैजना दर्शकहरूले हेर्नुहुनेछ भन्दै मैले यस्तै भिडियोहरू जहाँ जे भेट्छु यस्तै भिडियो मेरो अपलोड भइरहन्छ। तपाईँहरूलाई मैले देखाउँदैछु अहिले एकदम रमाइलो। हेर्नुहोस् यो तोरीबारी हो। यसको हेर्नुहोस् त सुन्दरता हेर्नुहोस्। यो शुद्ध तोरीको तेल भन्छ यसलाई। यो पछि दाना लगाइसकेपछि तोरीको तेल बनाइन्छ यसलाई। हामीले विभिन्न औषधि केमिकलहरू हालेको तेल प्रयोग गर्छौँ। दर्शकबिन 2-4 कट्ठा जमिन छ, 1-1.5 कट्ठा छ भने बरु अन्नबालीको ठाउँमा यो रोप्नुहोस्। यसले जिउ दुखेको, कम्मर दुखेको, ढाड दुखेको, त्यसपछि हामीले सब्जीमा प्रयोग गर्ने विभिन्न प्रयोग गर्दाखेरि एकदम राम्रो हुन्छ यसको तेल। हेर्नुहोस् यो तोरीको तेल हो। तोरीको यो अब फुल फुल्दैछ, पछि चाहिँ यो दाना लगभग लाग्ने बेला भइसकेको छ दर्शकबिन। यो दाना लगाइसकेपछि पछि पाक्छ, सुक्छ, त्यसपछि उखाल्ने, त्यसपछि दर्शकबिन म अहिले माखला आएर मेरो छिमेकी भाउजूकोमा आएको छु। भाउजूले धेरै चिजहरू रोप्नु भएको छ। यहाँ सबै यो औषधिहरू तर भाउजूलाई थाहा छैन होला। हेर्नुहोस् यो सबै खाना हुन्छ। यो जति पनि खानुहुन्छ सबै यो करेसोबारीमा अर्ग्यानिक फलेको आफूले रोपेको होइन, यो सबै खानुहुन्छ। आउनुहोस् सबैजना। यो तपाईँको शरीरमा विभिन्न रोगहरू मान्छेहरूले दबाई भन्छन्, कुकुर अस्पताल राख्नु सक्छन् नि, तर अर्ग्यानिक दबाई भनेको तपाईँ हाम्रै करेसोबारीमा खानु प्रशस्त छ। जति खाए पनि त्यही तुलसी, कालो तुलसी पत्ता खानुहोस्। जति खान्छ खानुहोस्। सबैजना खानुहोस्। यो तपाईँको विभिन्न धातु, विभिन्न रोग जति पालेर बस्नु भएको छ आफ्नै करेसोबारीमा फरक हुन्छ। खानुहोस्। तपाईँका यत्र ज्यान फुलेका, भुँडी सुन्निएका, तिग्रा सुन्निएका, खुट्टा सुन्निएका विभिन्न औषधि खाएर निकाल्नु हुँदै यस्तो जडीबुटी खानुहोस्। नेपालमा जति पनि उत्पादन छन् कुनै पनि हरियो चिज वस्तु खाएर मान्छे मरिँदैन। दर्शकबिन यो मैले युट्युबमा हालेको छु, सबैजनाले युट्युबमा गएर हेर्नु होला है त।